एभ्रिवान सेवा नमस्ते सबैजनालाई वेलकम ब्याक एगेन माई युट्युब च्यानल। अनि तपाईँहरूलाई फेरि मेरो अर्को भिडियोमा वेलकम छ। अनि साथीहरू नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला हैन। अनि साथीहरू मेरो चाहिँ आजको भिडियो भोलिको भिडियो यस्तै भइरहेको छ। कहीँ पनि जानु पाएको छुइनँ नि त, घरमै छु अनि घरदेखि बाहिर निस्किन पाएको छैन। अनि साथीहरू त्यही भएर भिडियोहरू मेरो यस्तै भइरहेको छ। अनि साथीहरू आज चाहिँ म ठ्याक्कसँगले निर्मला फुपूसँग इन्डिया जानु लागेको। साथीहरू इन्डिया पनि गाउँ जस्तै छ। अब पुरा ठुलो सहर थियो भने पनि अलिकति रमाइलो नै हुन्थ्यो, तर यस्तो गाउँै छ। त्यही पनि हजुरहरूलाई म देखाउँछु साथीहरू। अब म चाहिँ यतिकै जान्छु, भेस्ट चाहिँ अर्को लगाउँछु अनि यतिकै जाने भनेको। अब खाना पाक्दै, सब्जी पकाइसकेको छु, खाना पाक्दैछ, खाना भर्साएर अनि हिँड्ने टडान। अनि साथीहरू अब घाम लाग्दैछ नि त, अनि यसो सनस्क्रिन त लाउनै पर्ने हुन्छ साथीहरू। सनस्क्रिन सकियो हेर्नु, अब किन्ने बेला भइरहेको छ। पैसा छैन साथीहरू, के गर्नु, कहाँबाट पैसा ल्याउनु भइरहेछ, के गर्नु। यसो अनुहारलाई पनि राम्रो चम्काउनुको लागि त अनुहारलाई त यसो चम्काउनुको लागि पनि अब राम्री त राम्री हुनै पर्यो होइन साथीहरू। अब बिहान पनि लगाएकै हो, अब 3 घन्टा भइसक्यो लगाएको, अनि उडिसक्यो नि। अनि फेरि लगाउँ न भनेर म चाहिँ लाउँदैछ साथीहरू। अब सनस्क्रिन लगाउनु चाहिँ सबैजनाको आफ्नो तरिका हुन्छ होइन। मेरो चाहिँ गडम गुडुम लाग्यो। अब अहिले टाइम छैन नि त, त्यही भएर मैले छिटो गरेको होइन। अन्त मजाले यो एउटा औँलामा लाएर नि 2टा औँलाले यस्तो उयो गर्थेँ कि साथीहरू। भएपछि अब ढिलो हुनु लाग्यो नि त। फुपूले 9:30 बजीतिर आइपुग्यो है भन्नु हुँदै थियो। अनि 9:30 9:20 भइसक्यो, अनि 9:30 हुनु लाग्यो। अनि ठ्याक्क अब यसो रेडी भएर बसौँ न अनि भनेर चाहिँ म चाहिँ रेडी हुँदैछु साथीहरू। यस्तो बस लाउनै पर्ने। अनि हल्का म्याजिक लिपस्टिक लगाऊँ न। यतिकै भएपछि त भइहाल्यो नि। साथीहरू मैले चाहिँ यसरी कपाल कोरेँ भने नि मलाई चाहिँ नि मलाई कलेजको याद आउँछ कि यसरी कपाल अगाडि झाऱ्यो भने चाहिँ मलाई कलेजको याद आइहाल्छ। कलेजमा पनि म यसरी नै जान्थेँ नि त। यतिकै भएपछि भाइ त राम्री साथीहरू। मैले चाहिँ यो भेस्ट लगाएको नि त, त्यो भेस्टमा अब दागे दाग छ, अनि त्यस्तो दागे दाग भेस्ट लगाएर नि कहाँ जानु। त्यही भएर म चाहिँ लागेको अब चाहिँ होइन फुपूको घर जान्छु। अनि फुपूको घरदेखि चाहिँ अनि भिडियो स्टार्ट गर्छु फेरि। म चाहिँ निर्मला फुपूको दोकान पनि आइसकेँ होइन। अनि निर्मला फुपूले चाहिँ खाना सब्जी बनाउँदै हुनुहुँदो रहेछ। अब पाकिसक्नु लाग्यो, अनि त्यस पछाडि जाने हामी चाहिँ। गले साइकल कुदाएर आएको गले। अब चाहिँ हामी लागेको है। अब फुपूले सिटी भनाउँछ जतिखेर नि अब स्कुटी निकाल्नुहुन्छ। अनि त्यस पछाडि हामी जाने सामान लिनु। साथीहरू हामी चाहिँ अब ठक्कसँगले लागेकै, फुपू आउँदै हुनुहुन्छ पछाडि होइन। अनि हामी चाहिँ जानु लागेको चढेर के गर्छ त। ओइ फुपूले त मारिदिन्छ होला हौ छिटो। साथीहरू हामी चाहिँ लाग्यौँ सारा गर्दै। हामी चाहिँ साथीहरू घरदेखि अलिक परतिर आइपुग्यौँ। थाहा होला इन्डिया भनेर त मैले देखाउनु त देखाएको थिएँ, तर अब त्यो उताभित्र देखाएको थिइनँ। अब अहिले देखाउँछु साथीहरू, हेर्नु होला। साथीहरू हिजो हाम्रो यो गाउँमा दुर्घटना परेको थियो। दमकको मान्छे होइन, तर हाम्रै घर अगाडिको एकजना त्यो उयो आन्टीको दाइ हुनुहुँदो रहेछ, आफ्नै दाइ। पर आफ्नै खेतमा आएर सुसाइड गर्नुभएको थियो। अब सुसाइड गरेको कि के गरेको त्यो त थाहा छैन।
अब पुलिसहरूले अब खोज तलास गर्दै होला। दबाई नहालेर साथीहरू उयो रुख्छ नि। ओइ बाइक कहाँ छ? बाइक यहाँ थियो अरे ए यहाँ हो कि कहाँ बाइक थियो अरे होइन साथीहरू। अनि ऊ पर उयो रुखहरू छ नि हत्याले सुसाइड गरेको थियो। अनि क्याम्प भनेको उयो हो हजुरहरूलाई अस्ति पनि देखाएको होला हामी खेताला आउँदाखेरि होइन साथीहरू। हामी चाहिँ इन्डिया बोर्डर पार गर्न आँट्यौँ। इन्डिया चाहिँ उताभित्र हो होइन। अब म देखाउँछु नि तपाईँलाई। हामी चाहिँ साथीहरू इन्डिया बोर्डर क्रस भयौँ अनि हामी चाहिँ इन्डिया छिर्यौँ। इन्डिया पनि गाउँ जस्तै छ, सहर छैन है साथीहरू। बनाउने साथीहरू यहाँ फुपूले यहाँ सामानहरू देखेर यहाँ रोकिए। मेरो फुपूले चाहिँ यहीँबाट सामान लाने अरे साथीहरू। फुपूले चाहिँ यो 2 प्याकेट लिनुभयो होइन, चक्लेटहरू लिनुभयो। अनि फुपूले चाहिँ त्यहाँ अरू सामानहरू लिनुको लागि माग्दै हुनुहुन्छ साथीहरू। अरू बेला चाहिँ फुपू उता तल जानुहुन्थ्यो नि त। अनि तल जानुहुन्थ्यो, यहाँ गाउँहरू देखाइदिनु पऱ्यो भनेको। लास्टमा फुपूले यहीँ सबै भएको सामान यहीँ देख्नु भएर यहीँ इन्डिया बोर्डर पारीमा थियो। ठिक्क इन्डिया बोर्डर कट्ने बित्तिकै हो, यहीँ यता हो। अनि यहीँ किनिहाल्नु भयो क्या। अनि त्यही भएर साथीहरू यहीँबाट सामानहरू लिएर जानु लागेको। हाम्रो चाहिँ यहाँ सामान नअटेर बिजोग भइसक्यो साथीहरू। आज फुपूले कत्रो सामान ल्याए। खादा खात भयो। साथीहरू हामी चाहिँ हिँड्यौँ स्कुटी स्टार्टै नभएर क्या, फेरि ओर्लेर अनि मात्रै स्टार्ट भयो साथीहरू। एउटा फिल्ममा छ नि पुरा 2 जना केटीहरू चढ्छ नि, अनि चढेर अनि गाडी नै स्टार्ट हुँदैन। भरे उनीहरू फेरि उत्रिन्छ, फेरि स्टार्ट हुन्छ, फेरि चढ्छ, फेरि स्टार्टै हुँदैन न त्यस्तै गर्छ साथीहरू। हामी चाहिँ अब के गर्नु, यहीँ आज नजिकै आइपुग्यो। किन आज यहीँ कति घन्टासम्म भोकै लाग्दैन। अनि अहिले अब खाएँ अब बिहान कचाकुचुक खानु होइन त साथीहरू भन्नु त। जतिखेर पनि कचाकुचुक मात्रै खाइरहेको भने त के हुन्छ नि त। अनि ग्यास्ट्रिक झन् ग्यास्ट्रिक भएको मान्छेहरूको ग्यास्ट्रिक बल्झिन्छ। त्यही भएर साथीहरू रोकाउनु यहाँ चाहिँ रोकाउनु भयो है हामीलाई। सामग्री मसलाहरू चियापत्ती सरले यहाँ सोध्दै हुनुहुन्छ है के ल्याउनु भयो भनेर। यो चियापत्ती यहाँनिर यो जिरा साथीहरू यतिको त चेक त गर्नै पर्छ नि त। घरकै लागि बिहे आउन लाग्यो नि त। अब हामीलाई चाहिँ हाम्रो चेक भइसक्यो। अनि हामी चाहिँ अब घर लागेको है। हामी चाहिँ चेक हुनै पर्यो नि त होइन, हो कि न? हो धन्नै टिकी खोल्न लाग्यो। त्यहीहरू हामी चाहिँ फुपूको घर पनि आइसक्यौँ होइन। अनि आएर अब सामानहरू थन्काउने। कतिखेर जाने अरे? गइहाल्ने साथीहरू। उहाँ हेर्नु न, उहाँ कत्रो साँप मारिरहेको रहेछ हौ, चलिरहेको छ। टाउको कुच्याइदिएको रहेछ, कत्रो साँप हेर्नु न। उहाँ हेर्नु न, देख्नुभयो साँप हो बाटोमा। अहिले म त्यहाँ गएर पनि भिडियो स्टार्ट गर्छु साथीहरू। अनि हामी चाहिँ सर जाँदैछौँ होइन। अनि स्कुटी सर्भिसिङमा सर्भिस गर्नु जानु लागेको होइन। टाउको कुच्याइदिएको रहेछ नि। डर लाग्छ। त्यहाँ त्यो घरमा थियो अरे तल हो काकाहरू यहाँ माथि। साथीहरू म फेरि पनि आएँ हजुरहरूको सामु। अनि मैले चाहिँ के दल्दैछु भने होइन, मैले चाहिँ आलु दलेको है।
यहाँनिर यहाँ हेर्न कालो कालो छ कि यो डन्डीफोर निस्केर अनि त्यो बसेको अनि त्यो कालो बनिँदैछ कि अनि त्यो कालो बस्नुभन्दा अगाडि घोटिँदैछु है साथीहरू। अनि के म के भन्न आँटेको भने नि अघि अब निर्मला फुपूको त्यो सर्भिसेस गरेर के भन्छ हौ सर्भिस त्यही त होला नि स्कुटी त्यो गरेर आएर अनि म चाहिँ घर आइहालेँ। अनि घर आएर बिहानदेखि खाना खाएको थिइनँ नि त। अनि खाना खाएँ, आएर खाना खाएर धन्दाहरू गरेर लुगाहरू धुनु थियो लुगाहरू धोएर अनि साथीहरू अनि म चाहिँ एकछिन आराम गरेँ, निन्द्रा लाग्यो मलाई। अनि म सुतेँ। सुतेर अनि उठेपछि अनि किचनमा गएर अनि खाना सब्जीहरू बनाएर अनि खाएर भर्खर आएको। अघि पनि भन्नु न भन्दैछ साथीहरू। म चाहिँ अहिले हक्नु चाहिँ गएको छैन कि ऊ गयो होला हक्नु होइन, खाने बित्तिकै हक्नु गु आउने मान्छे ऊ हो, म होइन। सारुना चामलिङ राई हो। अनि साथीहरू अनि अब चाहिँ म भिडियो स्टप गर्न चाहन्छु होइन। आज दिनभरिको भिडियो त इन्डिया गएर आएर सामानहरू ल्याएँ, त्यति नै हो साथीहरू। अनि अब एउटै भिडियो कतिपल्ट बनाइराख्नु भनेर मैले चाहिँ नबनाएको साथीहरू। दिदी कहिले आउनुहुन्छ? अनि दिदी आइसकेपछि अनि धमाका के भन्छ एकदम दामी भिडियो लिएर आउँछु साथीहरू। अहिले चाहिँ मलाई दिनभरि अल्छी लाग्छ अनि म सुतिदिएको गर्छु। अनि त्यही कारणले गर्दा म भिडियो बनाउनै पाउँदिनँ। सुतेपछि एकैचोटि बिहानदेखि बेलुका उठिन्छ अनि फेरि कहाँ जाइन्छ के गरिन्छ अनि त्यो उयो नै हुँदैन, भिडियो बनाउने टाइम नै हुँदैन। त्यही भएर म भिडियो नै बनाउँदिनँ साथीहरू। अनि आज चाहिँ भिडियो थोरै छ है, हेरिदिनु होला। अनि सबैजनाले मलाई माया सपोर्ट गरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु साथीहरूले। अब सबैजनालाई बाई बाई भन्दै माया गर्दै टाटा भन्दै बाई बाई।